नेपालको पछिल्लो निर्वाचन परिमाणले देशको राजनीतिमा ठूलो सन्देश दिएको छ। झापा 5 क्षेत्रमा भएको प्रतिस्पर्धामा बालेन्द्र शाहले भारी मतान्तरका साथ विजय हासिल गर्नुभएको छ। प्राप्त परिमाण अनुसार बालेन्द्र शाहले 68,348 मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केवल 18,734 मत मात्र प्राप्त गर्नुभएको छ। यो परिमाणले जनताको स्पष्ट निर्णय र परिवर्तनप्रतिको चाहना देखाएको छ। यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले देशका धेरै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। धेरै ठाउँमा घण्टी चिन्ह मतदान गर्दै मतदाताहरूले नयाँ राजनीतिक शक्ति र नयाँ नेतृत्वप्रति आफ्नो विश्वास व्यक्त गरेका छन्। यसैबीच चुनाव परिमाण सार्वजनिक भएपछि केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एउटा पुरानो फोटो सार्वजनिक गर्दै बालेन्द्र शाहलाई बधाई दिएका छन्। उक्त फोटो त्यो समयको हो जब बालेन्द्र शाहले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर पदमा विजय हासिल गरेका थिए। यस समयमा ओलीले उनलाई सम्मान स्वरूप तबला उपहार दिएका थिए। आजदेखि तस्बिर फेरि सार्वजनिक गर्दै ओलीले बालेन्द्रलाई 5 वर्षीय कार्यकाल सफल बनाउन शुभकामना दिएका छन्। तर झापा 5 को परिमाणले एउटा स्पष्ट सन्देश दिएको छ। यदि जनताले चाह्यो भने राजनीतिमा परिवर्तन सम्भव छ। नेपाली जनता पुराना राजनीतिक शैलीबाट अघि बढेर नयाँ सोच र नयाँ नेतृत्वतर्फ आकर्षित भइरहेका छन्। युवा पुस्ताको समर्थन र परिवर्तनको चाहनाले अहिलेको चुनाव परिमाणलाई अझ महत्त्वपूर्ण बनाएको छ। सबैभन्दा ठूलो शक्ति जनताकै हुन्छ। झापा 5 को परिमाणले देखाएको छ कि जनताले चाहेमा कुनै पनि राजनीतिक समीकरणलाई बदल्न सक्छ र नयाँ नेतृत्वलाई अगाडि ल्याउन सक्छ। धन्यवाद।